साथीहरु आउनुहोस् आशिका तामाङको यो भिडियो एकछिन हेरौं। मलाई मनमा लागेको कुरा चाहिँ कमेन्ट बक्समा गएर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त। एउटा बसमा चाहिँ खसी हालेर लिएर आएको रहेछ हैन। अब हेरौं है त आशिका तामाङले के भन्दो रहेछन् र ती गाडीवालाहरूले के भन्दो रहेछन् सुनौ। हालेर लान्छ खसी? गाह्रो हुँदैन उलाई? हजुर? खसीलाई सोध्दैन किन सोध्नुपर्छ नि। त्यसरी तान्ने होइन भाइ। कसले राखेको यसरी राख्नै पाइँदैन। हेर्नु त यसरी छोपेर पुरै तिमी बन्न सक्छौ 5 मिनेट त्यसरी छोपेर राख्दाखेरि? यसरी राख्ने होइन खुल्ला उसमा राख्ने हो, भित्र लगेर राख्नु न। यो सामान राख्ने ठाउँमा यसरी राख्ने हो खसी। त्यसरी नतान्नु भाइ, तपाईले मर्छ खसी। त्यसरी तान्ने होइन कि मार्नु भने पक्लकै मार्नु, त्यसरी दुःख दिएर उबार्नु हुँदैन। बुझ्नुभयो? त्यो निकाल्नु खसी, यहाँ यसरी राख्न पाइँदैन हो। निकाल्नुस् बाहिर। उसलाई किन भित्र हाल्नु होला? बिस्तारै बोलाउनु न, माया गरेर बोलाउनुस्, घाँस दिएर दिन बोलाउनुस्। उया घाँस चाहिँ यस्तरी गर्ने हो त। लाउने घाँस त्यसै आइहाल्छ नि। लाउ त्यसरी डिकीमा हाल्ने होइन नि त खसी हालेर भाइ। तिम्रो गाडी हो यो भाइ। त्यसरी हेर तिमी, ल तिमी चाहिँ चिन्दो रहेछ मलाई होइन। यसरी चाहिँ राख्नु हुँदैन के भाइ। डिकीमा हाल्ने होइन भाइ। सामान हो र यो, सामान हो र भाइ। भित्र राख न यार। सिटमा होइन, भुइँमा राख न। तिमीलाई यहाँ अलाउ छ राख्नलाई? यहाँ मिल्दैन भाइ। यहाँ चाहिँ यसरी राख्न मिल्दैन। हेर्नुहोस् है, जे भए जनावर भए पनि एउटा प्राण भएको प्राणी हो। त्यसरी थुनेर राख्न मिल्दैन भाइ। हेर तिमी 5 मिनेट बस्न त मात्र भित्र म थुनिदिन्छु। सक्छौ बनाए भित्र आउनु भने होइन। ऊ त्यसरी तानिरहेको छ यार, डरले त्यस्तो गरिरहेको छ। खुट्टा नै ऊ निस्किने गरे। हजुर यस्तो त हुँदैन नि त। हो के पुलिसलाई बोलाउनु पर्ने हो त? छनु म बोलाउँछु। छनु तपाईँ त एकदमै आऊ कान्छा, तिमीलाई दुःख दिए आऊ यता आऊ। भाइरलको कुरा होइन के भाइ। कस्तो भाइरल? के को भाइरल? यता आऊ। कस्तो भाइरल? मेरो नाम छैन आशिका तामाङ भन्नु न। के भाइरल त? अचम्म। यस्तो त मिल्दैन भाइ। यो त पुलिसलाई भन्छु म। पुलिसलाई बोलाएर ल्याउँछु। तपाईँहरूको दादागिरी बढी भयो। यसरी जनावर तपाईँले थुनेर राख्दा कस्तो हुन्छ? सिटमा हाल्नु न त। किन नबग्नुहोस्? गाडी बग्ने कुरा हो यो। तपाईँलाई सुन्नु न, तपाईँ सामान हाल्ने हो क्या यहाँ। मैले बुझेँ सामान हाल्ने हो। निकाल्नु भाइ। हेर्दै हुनुहुन्छ नि तपाईहरुले भिडियो? बिस्तार जानु न। उ ठुलो रहेछ अनि आशिका तामाङले के बोलिरहेको छ भाग्यो ल सुनिराख्नु भएको छ नि हैन? यस्तरी थुन्छ भाइ। अनि कस्तो कुरा यो त? तपाईलाई राखिदिन्छु भित्र। लास्ट टाइममा चाहिँ तपाईलाई राखिदिन्छु भित्र रे। ल भयो त।